ब्ल्याङ्क्सको ब्याक साइडबाट काम गर्ने मेन कोडर चाहिँ को हो भनेर मैले इन्ट्रोड्युस गरेको थिएँ मेरो पार्टनरलाई। त्यो भिडियोमा हाम्रो टिकटकमा 62,000 भ्युज आएको रहेछ। इन्ट्रोड्युस गरेको भिडियोमा त्यति धेरै भ्युज आइरहेछ भने पछाडि हाम्रो एक्चुअलमा सिस्टम डिजाइन चाहिँ कसरी हुन्छ, हाम्रो टेक प्रडक्ट्सहरू चाहिँ कसरी बन्छ भनेर धेरैजनालाई जान्न मन रहेछ र सँगै कतिजनाले चाहिँ टेक टिमसँगको इन्टरभ्यू गर्नु न भनेर पनि भन्दै हुनुहुन्थ्यो। र अर्को मेन कन्सर्निङ कुरा चाहिँ संवाद पनि भाइब कोड गरेर बनेको हो कि क्या हो भन्ने पनि अलिकति हल्ला खल्ला चलिरहेको रहेछ। अहिले एआईले नै कोड लेखेर प्लेटफर्म्सहरू बनाइरहेको कुराहरू त हामीले देखि नै रहेछौँ। भाइब कोडवाला प्लेटफर्म्सहरू पनि टन्नै छ। त्यसको बिचमा संवाद चाहिँ कसरी बनिरहेको छ र के भाइब कोड गरेर बनेको प्लेटफर्मले मात्रै हुन्छ त? एउटा प्रोडक्सन रेडी प्रडक्ट बनाउनको लागि चाहिँ कस्तो खालको सिस्टम आर्किटेक्ट गरेको हुन्छ, हामीले संवादलाई चाहिँ कुन तरिकाले चाहिँ हाम्रो ब्याकएन्ड स्ट्रक्चर गरेको छौँ, हाम्रो आर्किटेक्चर कस्तो छ र 1 मिनटमा नै 10,000 20,000 रिक्वेस्टलाई चाहिँ हामीले कसरी ह्यान्डल गरिरहेको छौँ, त्यो लेभलको स्केल गर्नको लागि चाहिँ भाइब कोडेडवाला प्लेटफर्मले हुन्छ त भन्ने कुरा चाहिँ हामी डिटेलमा यो भिडियोमा जान्नेवाला छौँ। मेरो साइडमा चाहिँ मेरो पार्टनर हुनुहुन्छ जसले चाहिँ यो फिल्डमा 10 वर्षभन्दा धेरै एक्सपिरियन्स गेन गरिसक्नु भएको छ र आज हामी क्वेसनयर राउन्ड गर्छौँ जसमा चाहिँ हामी बुझ्छौँ के टेक चाहिँ कसरी काम गर्छ, स्केलेबल प्रडक्ट चाहिँ कसरी बन्छ भनेर। ल स्टार्ट गरौँ सुरुमा इन्ट्रोडक्सनबाट। हाई, म चाहिँ किरण, म चाहिँ ब्ल्याङ्क्सरको संवादको सिटिओ। सो अहिले रिसेन्टली त्यो फेसबुकमा एउटा पोस्ट भाइरल भनौँ कि के भनौँ, अब 100-200 भ्यू एउटा लाइक रहेछ, पुरा ट्रेन्डिङमा रहेछ नि ब्ल्याङ्क्सरको त्यो लभेबलको आइकन, करियर पेजमा लभेबलको आइकन देखेर त्यो एउटा भिडियो एउटा पोस्ट भाइरल भइरहेको छ होइन? त्यो बारेमा के भन्नु छ तपाईँलाई? किन त्यो त्यस्तो एटेन्सन लियो त त्यो पोस्टले? अब ठिकै छ, मैले त्यो सुरुमै थाहा पाउनु चाहिँ, तर मलाई त्यो फ्याप आइकन हटाउन मन लागेन होइन। किनभने लाइक अब भाइरल हुनु, जुन तरिकाले भाइरल हुनु भने त्यो एक किसिमको मार्केटिङ नै हो भनौँ त्यसलाई पनि होइन। अनि अबको ट्रेन्डै कस्तो छ, अबको लाइक समय नै कस्तो छ भने एभ्रीबडी युज लभेबल। अब केही न केही प्लेटफर्म, भाइब कोडिङ, क्लाउड कोड, कोडेक्स कसैले सबै कम्पनीमा युज गरेकै छ। अब त्यसलाई डिनाइ गरेर पनि अब के हुनेवाला छैन, हामीले त्यो युज गर्छौँ। प्लस त्यो करियर्स पेजमा युज गरेको, करियर्स पेज लाइक आफ्नो बेसिक मार्केटिङ पेज, सेल्स फनल पेज, त्यसमा अब टु मच एटेन्सन दिएर सबै वर्कलाई नै त्यतै डाइभर्ट गर्ने कुरा पनि होइन नि त। अब करियर्स भनेको जति सक्दो छिटो बन्यो सक्यो, अब लभेबलले एकैछिनमा बनाइदियो, द्याट्स द बेस्ट फर द कम्पनी। के अरे एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने होइन, टेकले त सधैँ पनि अब एउटा कम्पनीलाई या इन्डिभिजुअललाई अपलिफ्ट गर्ने हो होइन। अब हाम्रो प्रडक्ट टेक हो होइन, हामी सफ्टवेयर बनाउँछौँ, कोर इन्फ्रास्ट्रक्चर, अब हामी सिस्टम डेभलप गर्छौँ, ब्याकएन्डलाई अब मजाले स्ट्रक्चर गर्छौँ। अब एकदमै एकैचोटिमा अब लाखौँजनाले नै अब एउटा साइटमा भिजिट गर्दैछन् भने पनि त्यसलाई स्केलेबल तरिकाले म्यानेज गरेको हुन्छौँ। त्यो भयो इन्जिनियरिङवाला पार्ट होइन, त्यसलाई छुट्याइदिउँ। अर्को भयो मार्केटिङवाला पार्ट, मार्केटिङ या अब कम्पनीको सानोतिनो टुल्सहरूको कुराहरू। सबै कुरा टेक कम्पनी हो भन्दैमा सबै कुरा आफैले गर्नुपर्छ भन्ने छैन नि त। केही कुरा हामीले अब एक्सटर्नल एआई युज गरेर केही कुरा छिटो बन्छ भने त छिटो बनाउनुतिर लाग्ने हो। हाम्रो कोर हाम्रो प्रडक्ट बनाउने टिम छुट्टै छ, मार्केटिङको लागि अब चाहेको बेलामा जे एउटा लाइभ बनाएर गर्ने काम चलाउनेवाला टिम छुट्टै छ। उनीहरूले त्यो तरिकाले एउटा सिस्टम बन्छ, अर्को तरिकाले अर्को प्रडक्टको वाला कुराहरू बनिरहेको हुन्छ। सो दुइटाको कुनै कम्पेरिजन नै छैन क्या। अब हाम्रो त्यो हुन्छ नि app.blankster.com-मा लभेबलको फेभिकन देखेको भयो एउटा कुरा भने, करियर पेजमा लभेबलको आइकन देख्यो भनेर मान्छेहरू पुरा हाँसिरहेछन्, खुसी भइरहेछन्, यस्तो बोल्थ्यो, यस्तो भन्थ्यो होइन। लास्टमा त यिनीहरूले पनि एआई चलाउँदो रहेछ अरे क्या। यो रमाइलो कुरा हो, हामीलाई त्यो हटाउनु पनि छैन, किनभने इट डजन्ट म्याटर क्या। त्यो सानोतिनो कुराहरू प्रायोरिटीको कुरै होइन नि त। त्यो त जे प्रायोरिटीको कुरा हो त्यसमा हामीले मेहनत गरेको छ, त्यसमा हामीले काम गरेको छ। अब यही भन्दै गर्दाखेरि अब हामी चाहिँ संवादलाई चाहिँ कसरी बनाएको छौँ, हाम्रो सिस्टम आर्किटेक्चर चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ अब त्यसमा कुरा गर्छौँ है त। जस्तै संवाद जस्तो प्लेटफर्म भनेको त तपाईँको एकछिन पनि डाउन हुनु भएन क्या। तपाईँको 1 मिनट अब हाम्रो के हुन्छ भने सिस्टमलाई अपग्रेड गर्दाखेरि होइन, तपाईँको फ्रन्ट एन्ड अपग्रेड गर्दा, ब्याक एन्ड अपग्रेड गर्दाखेरि चाहिँ फ्यु सेकेन्ड्स पनि एकदमै क्रुसियल हुन्छ। किनभने हामीले हाम्रो यो प्रडक्ट बनाउँदाखेरि त अब अरू प्लेटफर्म्समा डिपेन्डेन्ट भएर बनाएको छ नि त होइन। सो त्यो कुरा अझै मजाले बुझाइदिनु। मेन कुरा भनेको हाम्रो सिस्टम डाउन हुँदैन, तर हामीले एट द सेम टाइम त्यो इन्कमिङ रिक्वेस्ट जुन हुन्छ, हाम्रो म्यासेजेसहरू त एनी टाइम आउँछ, एक सेकेन्ड पनि मिस हुँदैन होइन। त्यो केसलाई चाहिँ हामीले कसरी ह्यान्डल गरेको छौँ संवादमा? सो यो चाहिँ अब हामीले पहिला ब्ल्याङ्क्सर जुन प्रडक्ट थियो त्यो चाहिँ कस्तो प्रडक्ट थियो भने, हाम्रो
सिस्टम डाउन भयो अरे सिस्टम डाउन हुँदा पनि हामीलाई केही असर किन पर्दैन थियो भने अब सिस्टम डाउन भएको बेला अर्डरै आउँदैन किनभने अर्डर पनि डाउन भयो होइन अब केही नै नहुने भएपछि त्यसमा अब सर्टेन लाइक लेट चाहिँ 10 सेकेन्ड 20 सेकेन्ड डाउन भयो अनि अफ भयो त्यो कसैले रियलाइजै गर्दैन थियो क्या त्यो डाउन भएको त्यो ब्ल्याङ्कसर जस्तो प्लेटफर्ममा त्यो लेभरेज छ होइन त्यही पनि हाम्रो त्यस्तो डाउन त कहिले भएको छैन त्यही पनि त्यो लेभरेज छ तर संवाद भनेको कस्तो प्लेटफर्म भयो भने अब यसमा चाहिँ एक्सटर्नल फ्याक्टर छ क्या जस्तो कि अब मेसेज आउँछ मेटाबाट मेसेज आउँछ टिकटकबाट मेसेज आउँछ होइन अब जिमेल आउटलुकको पनि मेसेजहरू आउँछ अहिले त सो यो सबै एक्सटर्नल फ्याक्टर हुँदाखेरि अब उनीहरूले त लाइक संवाद अब अफ छ कि छैन भनेर त सोचिबस्दैन नि त उनीहरूले त जतिखेर पनि मेसेज आयो हाम्रोमा त इन्टेन्ट कल गरिदिन्छ ल मेसेज लि भनेर त्यो बेला मेसेज क्याच गर्नको लागि लाइक 1 सेकेन्डको लागि पनि सिस्टम डाउन भयो भने हामी मेसेज लुज गर्छौँ क्या त्यो बेला अब हामी मेसेज त्यो हामीले मेसेज लुज गऱ्यौँ भने त लाइक प्लेटफर्मको क्रेडिबिलिटी नै के रहन्छ मेसेज देखाउने प्लेटफर्म मेसेजै हरायो त्यो त अब भएन नि त सो यो प्रब्लम चाहिँ लाइक यही प्रब्लमले गरेर हामीले संवादको लाइक मार्केटिङ सुरुमा लन्च गरेर पनि सर्टेन टाइमको लागि सिफ्ट गऱ्यौँ किनभने सुरुमा हामीले त अब सुई 1 महिना लाएर मेहनत गरेर बनायौँ तर अब बनाउने बित्तिकै अब हामीलाई के रियलाइज भयो 1-2 दिनमै भने लाइक यो अहिलेको तरिकाले त हामीले बेच्यौँ भने भोलि गएर कुटा खानेवाला छौँ मेसेजै हराएला मेसेजै आइरहेन अनि सो हामीले लाइक 1-2 महिना त हामीले त प्लेटफर्मको त्यो मार्केटिङ चाहिँ गर्न छोडेको थिएनौँ बट कोहीसँग पैसा पनि लिएको थिएनौँ जस्ट बेटा जसरी हुन्छ नि ट्रायल जसरी अहिले के इरर हुनसक्छ भन्ने तरिकाले नै अगाडि बढ्यौँ संवादको होइन अब अहिले चाहिँ हामीले त्यो कुरालाई सल्भ गर्न के गरेछौँ भने अहिले चाहिँ हामीले मल्टिलेयर सर्भरहरू छ क्या हाम्रो जस्तो कि मेसेज एक ठाउँमा आउँछ त्यो मेसेज त्यहाँबाट अर्को ठाउँमा स्ट्रिम हुन्छ अनि मेसेज पठाउने छुट्टै सर्भर छ सो हामीले चाहिँ लाइक मेटाको टिकटकको त्यो रुल्स जुन पर सेकेन्ड कति रिक्वेस्ट गर्न सकिन्छ भन्ने एउटा थ्रेसहोल्ड हुन्छ त्यो थ्रेसहोल्डलाई ओबे गरेर त्यो रुल्स अनुसार हामीले इन्कमिङ मेसेज पनि त्यही अनुसारले ह्यान्डल गर्छौँ अनि आउटगोइङ मेसेज पनि त्यही अनुसारले ह्यान्डल गर्छौँ अब हाम्रो मेन ब्याकएन्ड सर्भरमा मेसेज आउनुभन्दा अगाडि चाहिँ हाम्रो एउटा क्युइङ सर्भर छ जुन चाहिँ लाइक एडब्लुएसमा लाइक एसक्युएस र ल्याम्डा युज गरेर बनाएको छ सुरुमा चाहिँ मेसेज आएर त्यहाँ ठोकिन्छ अनि हाम्रो ब्याकएन्ड डाउन भयो अरे 24 घन्टाको लागि डाउन भयो भने अनि सबै मेसेजहरू चाहिँ त्यहाँ होल्ड भएर बसेको हुन्छ अनि जब हाम्रो मेन ब्याकएन्ड सर्भर अप हुन्छ त्यहाँबाट एउटा स्पिडमा त्यो सबै त्यो मेसेजहरू कन्ज्युम हुँदै हाम्रो मेन सिस्टममा आइपुग्छ सो यसले गरेर चाहिँ हाम्रो अहिले जिरो त्यो प्लेटफर्मबाट आउने मेसेजको पनि जिरो लस छ होइन एकदमै 100% लाइक अप टाइम मेन्टेन गरेछौँ प्लेटफर्मको लागि प्लस अब मेन ब्याकएन्डमा अब मेसेज आयो होइन मेसेज आएर मात्रै पनि भएन क्या अब मेसेज पठाउनको लागि पनि लेट्स चाहिँ मेटाले पर युजर 200 रिक्वेस्ट पर सेकेन्ड दिन्छ टिकटकको आफ्नै एउटा त्यस्तै लिमिट छ वाट्सएपको आफ्नै त्यस्तै लिमिट छ हाम्रोमा त अब लाइक पुल अफ कम्पनीजहरू पुल अफ युजरहरू चलाइरहेको हुन्छ नि त सो अब त्यो मेसेज पठाउँदा पनि लेट्स चाहिँ कसैले मेसेज इन्टर गर्यो मेसेज सेन्ड हुन खोज्दाखेरि लाइक त्यो मेसेज त गएन रेट लिमिट भयो भनेर त देखाउनु भएन नि त त्यसलाई पनि लाइक हाम्रो आउटगोइङ मेसेजिङ सर्भर छुट्टै छ क्या एउटा अहिले चाहिँ आउटगोइङमा पनि सबै मेसेज त्यो सुरुमा मेटा टिकटकलाई जानुभन्दा अगाडि मेसेजिङ सर्भरमा जान्छ त्यहाँ गएर बस्छ अनि हरेक प्लेटफर्मले कति रिक्वेस्ट पर सेकेन्ड एलाउ गर्छ त्यही अनुसारले इच सेकेन्ड चाहिँ 100 गर्दै ब्याचमा मेसेज सेन्ड हुन्छ अब गिभन सेट द्याट अब मेसेज त अलिक ढिलो भएर सेन्ड हुने भयो होइन तर त्यो अब सेकेन्ड मिली सेकेन्डमा 100-200 मेसेज भनेको एकदमै ह्युज रेट हो क्या स्टिल लाइक एन्ड युजरले चाहिँ त्यो मेसेज इन्स्ट्यान्टली नै गए जस्तो फिल गर्छ त्यस्तो ल्याग चाहिँ केही फिल हुँदैन जस्ट हामीले इन्फ्रास्ट्रक्चर लेभलमा चाहिँ त्यो एउटा इररलाई चाहिँ कसरी प्रिभेन्ट गर्ने जुन मेटाहरूले आफ्नो सर्भरमा त्यो डिडस एट्याक जस्तो सिमुलेट नहोस् भनेर जुन एउटा रिक्वेस्टको लिमिट राखेको हुन्छ त्यसलाई चाहिँ हामीले कसरी अबे गर्ने भन्ने तरिकाले मात्रै हामीले चाहिँ अहिले लेयर्स अफ त्यो आर्किटेक्चरमा त्यो लेयर छुट्याएको छौँ सबैको लागि इन्कमिङ त्यसरी नै ह्यान्डल हुन्छ आउटगोइङ त्यसरी नै ह्यान्डल हुन्छ यसमा म अलिकति एड गरिदिन्छु अझ टु क्ल्यारिफाई होइन अब नन टेक्निकलले हेरिरहनु भएको छ भने पनि अझ क्ल्यारिफाई गर्नको लागि यो कस्तो हो भने हामीले एन्ड युजरले हेर्दाखेरि चाहिँ मैले मेसेज पठाएँ उतातिर मेसेज रिसिभ भयो भनेर थाहा हुन्छ त्यति मात्रै कुरा हो नि त उतादेखि मेसेज आयो यतातिर रिसिभ भयो कुरा त्यति मात्रै हो तर यसको कम्प्लेक्सिटी तपाईँले अहिले यहाँ हेर्नुभयो भने
कति धेरै कुराहरू यहाँनिर रहेछ। अब हामीले सुरुमा भर्खरै अब जनवरीतिर लन्च गर्छौँ भनेर सुरु गर्दाखेरि चाहिँ यो लेयर हामीले बनाइसकेको थिएन क्या। सो त्यसले गर्दाखेरि स्टार्टिङमा अब फ्यु युजरको केसमा त हाम्रो प्लेटफर्मले ह्यान्डल गरिदिइहाल्थ्यो, किनभने एपिआईको रेट लिमिट हिट भएको हुँदैन थियो। एपिआईको रेट लिमिट भनेको चाहिँ कस्तो हो भने इन्स्टाग्राम, फेसबुक यो जति पनि एकाउन्ट्सहरू यो प्लेटफर्म्सहरू छ, यो प्लेटफर्म्सहरूले चाहिँ एकैचोटि अब जति पनि रिक्वेस्ट ह्यान्डल गर्दैन क्या। हाम्रो जस्तो प्लेटफर्महरूको लागि चाहिँ उनीहरूले एउटा लिमिट दिएको हुन्छ। जस्तै मेरो म्यासेज जस्तै मेरो एपमा, जस्तै हाम्रो प्लेटफर्ममा इक्जाम्पल 10वटा कमेन्ट भइरहेछ, 10वटाले 1 सेकेन्डमा ठ्याक्क सेन्ड मेसेज थिच्छन् भने चाहिँ अब 10वटाको मस्त ह्यान्डल हुन्छ। तर त्यही ठाउँमा 200जना छ, 200जनाले 1 सेकेन्डमा ट्याक्क थिच्यो भने मेसेज गयो। तर अब 300जना युजर पुग्यो भने त एकचोटि ट्याक्क थिच्दाखेरि 200जनाको गयो, 100जनाको गएन क्या मेसेज। त्यो भनेको चाहिँ रेट लिमिट हो। अब त्यसलाई मिलाउनुको लागि चाहिँ यो इन्कमिङ र आउटगोइङवाला कुरालाई चाहिँ मजाले स्ट्रिमलाइन गरेछ, सो द्याट अब अहिलेको केसमा 200 लिमिट भए पनि 1000जनाले एकैचोटि थिचुन् न, तर पनि त्यो मेसेज चाहिँ हराउँदैन। अहिले 1 सेकेन्डमा नजाला, तर 2 सेकेन्ड या 3 सेकेन्डमा त गइ नै हाल्छ। सो त्यो कुराहरूलाई चाहिँ हामीले यसरी ह्यान्डल गरेको छ। त्यो कुराले गर्दाखेरि अहिले हाम्रो प्लेटफर्ममा चाहिँ अब कुनै पनि मेसेज हराउने चाहिँ हुँदैन। जति पनि मेसेज हुन्छ आउँछ, 1-2 सेकेन्ड अगाडि पछाडि होला, तर मेन कुरा भनेको मेसेज चाहिँ हराउँदैन। सो अब अर्को कुरामा जाऊँ। जस्तै यो खालको सिस्टम बनाउनको लागि चाहिँ, हाम्रो जस्तो सिस्टम बनाउनको लागि चाहिँ हामीले लाखौँ डेटासँग म्यानेज गरिरहनु परेको हुन्छ क्या। इक्जाम्पल 1000वटा बिजनेसले दिनको 1000वटा मात्रै मेसेजसँग डिल गर्छन् भने पनि त्यो चाहिँ 10 लाखवटा मेसेज हो क्या। सो 10 लाखवटा मेसेज एक दिनमा ह्यान्डल गर्न सक्ने प्लेटफर्म बनाउनु चाहिँ सानो कुरा चाहिँ होइन। अब त्यो भाइब कोड गरेर यो सबै कन्सेप्टहरू एआईले अटोमेटिकल्ली ल यो प्लेटफर्म बनाउनु चाहिँ यसको लागि यो गर भनेर दिँदैन। उसको काम के हो, उसलाई यो गर है, मलाई यो कुराहरू इम्प्लिमेन्ट गर्नुपर्छ है भन्यो भने ल त्यो इम्प्लिमेन्ट गर्ने तरिका चाहिँ यो हो है भनेर उसले भनिदिन्छ। तर अप फ्रन्ट यो सबै आइडिया त हुनु पऱ्यो नि त, जसले गर्दाखेरि एआईलाई पनि एउटा डिरेक्सनमा लग्न सकियोस् कि यसले गर्दाखेरि यो कुरा बन्छ, यसलाई यस्तो तरिकाले यसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुरा चाहिँ कोर इन्जिनियरिङ नै हो, जसले चाहिँ अलरेडी एक्सपिरियन्स छ उसले मात्रै सुरुमा गर्ने कुरा हो क्या यो चाहिँ। सो सानो सानो सिम्पल एपहरू ल यसो सोच्दाखेरि त म यो पनि यो बनाइहाल्छु नि, किन यसको चलाउने भन्ने जस्तो लाग्छ होला। तर जब त्यसलाई चाहिँ एक्चुअल प्रडक्सनमा लगेर आफैले चलाउन थालिन्छ नि, तब बल्ल त्यो फेस हुने कुराहरू चाहिँ हो यिनीहरू। अब हामी नेक्स्ट क्वेसनतिर जाऊँ। जस्तै मेसेज आउने जाने कुरा त भयो, ठिक छ होइन। तर अब हामी इक्जाम्पल स्केलको कुरा गरौँ। जस्तै अहिले हाम्रो प्लेटफर्मले कति चाहिँ ह्यान्डल गर्न सक्छ, कति मेसेजेसहरू ह्यान्डल गर्न सक्छ, कति जस्तो युजरहरू चाहिँ ह्यान्डल गर्न सक्छ होला? लास्ट टाइम हामीले लोड टेस्ट गर्दाखेरि हामीले सक्सेसफुल्ली 10,000 मेसेज पर मिनटको लोड टेस्ट गरेको छौँ। त्यो पनि लाइक अझै बढी पनि ह्यान्डल गर्छ, त्यो इजिली ह्यान्डल गरेको थियो। सो अहिलेको हाम्रो जुन ट्राफिक प्याटर्न छ त्यो अनुसार हामीलाई 10,000 मेसेज पर मिनट भनेको एकदम अझै पनि लाइक 6 मन्थ 1 इयर डाउन द रोड पनि हामीले यो टार्गेट एचिभ गर्दैनौँ। सो हामीले चाहिँ त्यो लेभलसम्मको लागि चाहिँ अहिले नै लोड ब्यालेन्स लोड टेस्ट गरेर लाइक सिस्टमलाई त्यही अनुसारले राखेको छौँ। फर्दर अब त्यो पछि अब एकदमै ट्राफिक आउने सिचुएसन भयो, लाइक हामी त्यसरी नै अगाडि ग्रो गऱ्यौँ भने अब त्यस पछाडि हामी त्यही अनुसार आर्किटेक्चर चेन्ज गरेर यसलाई फेरि लाइक लिमिट रेज गर्न त्यस्तो प्रब्लम छैन हामीलाई। सो अब अहिलेको केसमा इक्जाम्पल हाम्रो सर्भरको कस्तो छ, स्ट्याटस कस्तो छ, हाम्रो कस्तो तरिकाको चाहिँ ओभरअल अहिलेको कन्डिसन चाहिँ के छ अहिले करेन्ट? अहिले हाम्रो मेन ब्याकएन्ड सर्भर चाहिँ लाइक लोड ब्यालेन्सर बिहाइन्ड 3वटा EC2 छ भनौँ, 3वटा अलिकति ठुलै M6A.X लार्ज भन्ने ठुलै EC2 छ हाम्रो 3वटा, अनि त्यसको स्पेक गुगलमा गएर हेर्दा हुन्छ। सो यो एकदम क्यापेबल लाइक मेमोरी अप्टिमाइज्ड हो, किनभने लाइक हामीलाई एकदम ब्यालेन्सवाला CPU सर्भर चाहिएको हुन्छ, ऱ्याम र CPU एकदम पर्फर्मेन्ट भएको। सो यो M6A.X लार्ज सेलेक्ट गरेको हामीले यसको लागि चाहिँ। अनि 3वटा हुँदाखेरि अब सबै कुराहरू लगभग अब हामीलाई 6 मन्थ 1 इयर डाउन द रोडको लागि सर्टेडै छ भनौँ। अब त्यस पछाडि फर्दर अब हामीले यसलाई बढाउनु पर्ने क्रममा चाहिँ हामी अब कुबरनेटिसतिर जान्छौँ, किनभने पछि गएर अब स्केलै ठुलो हुँदै गएपछि त लाइक म्यानुअली लोड ब्यालेन्सर अनि यो EC2 मिलाएर बस्न सकिँदैन। त्यो बेला चाहिँ हामी अभियसली कुबरनेटिसमा जानुपर्छ। अहिले नै अब स्टार्टिङ पोइन्टमै हाम्रो ग्रोथ कत्रो छ भन्ने कुरा अहिले लिमिटेड के अरे त्यसको एन्सर नभएको भएर हामीले अहिले त्यो कुबरनेटिसमा
खर्च गर्न नखोजेको। तर गिभन सेड द्याट 1 वर्षको लागि हाम्रो लोडको लागि सर्टेड छ। कस्तो हुन्छ प्रडक्टहरू बनाउँदै गर्दाखेरि भने हामीले चाहिँ सधैँ पनि हाम्रो एस्टिमेट चाहिँ मिलाइरहनु पर्ने हुन्छ क्या। जस्तै कति चाहिँ अहिले हाम्रो ट्राफिक छ होइन, ट्राफिक अनुसारले हामीलाई अहिले कति सर्भर चाहिएको छ, त्यो सर्भरले ह्यान्डल गरिरहेको छ कि छैन, सर्भरले ह्यान्डल गरिरहेको छैन। इक्जाम्पल हामीले अब 1000वटा मात्रै ट्राफिक छ भने एउटा सर्भरले मजाले ह्यान्डल गर्यो। अब त्यो हजारवटा ट्राफिक चाहिँ एउटा सर्भरले ह्यान्डल गर्न थाल्यो, 10,000 भयो। 10,000 भयो भने हामीले अब एउटा सर्भरलाई बढाएर 3टा सर्भर बनाउनु पर्ला, 5वटा सर्भर बनाउनु पर्ला होइन। अब 5वटा सर्भर बनाउँदै गर्दाखेरि पनि हामीले त जुन सर्भरमा अलिकति खाली स्पेस छ त्यो सर्भरलाई त्यो ट्राफिक दिने हो नि त, बाँड्ने हो नि त। सो त्यो केसमा चाहिँ जुन लोड ब्यालेन्सर भन्नुभयो त्यो भनेको चाहिँ हाम्रो एन्ड युजर र सर्भरको बिचमा चाहिँ त्यो लोड ब्यालेन्सर भन्ने एउटा बसेको हुन्छ, जसको काम चाहिँ के हुन्छ भने कुन सर्भरले काम गरिरहेछ, कुन सर्भर खाली छ, त्यो खाली भए अनुसारले चाहिँ त्यो ट्राफिकलाई चाहिँ कुन खाली छ त्यसमा राउट गर्ने हो, सो द्याट हाम्रो एकदमै धेरै ट्राफिक आइरहेको बेलामा पनि एउटा सर्भरलाई मात्रै चाहिँ लोड नपरोस्, धेरैजना सर्भरले चाहिँ मिलेर काम गर्न सकुन् भन्ने कुरा हो। तर अब यो भनेको चाहिँ स्टिल लाखको कुरा हो। अब 1 लाख ट्राफिक ह्यान्डल गर्नको लागि त यो कुरा यसले त सक्छ। तर यो हुँदै गर्दाखेरि अब मिलियन ट्राफिक आउनु थाल्यो होइन। अब बाहिरतिरको केसमा त अब एकैचोटिमा मिलियन्स ट्राफिक त नर्मल नै हो होइन, अलिक चल्यो खालको कम्पनीमा। त्यस्तो खालको कम्पनीमा चाहिँ यो कुबरनेटिक्स भन्ने के अरे मलाई पनि मजाले थाहा छैन, त्यो युज भएको हुन्छ अरे। सो त्यो भनेको चाहिँ एक्चुअलमा के हो अलि त्यो बुझाइदिनु न। अब कुबरनेटिसले चाहिँ लाइक अब लोड अनुसार सर्भर कतिवटा चाहिन्छ, त्यहाँ चाहिँ पड भन्ने कन्सेप्ट हुन्छ। पडहरू स्पिन गर्दै जान्छ। अब कुनै सर्भरमा के लाइक हेल्थ इस्यु हुन्छ या सर्भर डाउन हुन्छ, त्यसलाई अटोमेटिकली रिपेयर गर्छ, नयाँ सर्भर स्पिन अप गर्छ। सो त्यो चाहिँ लाइक ट्राफिक अनुसार अटोमेटिक एडजस्ट हुँदै जान्छ होइन। अहिले अब त्यो त भित्र कन्सेप्ट लेभलमा त धेरै कुराहरू छ। अब हाई लेभलमा यति नै बुझौँ कि लाइक कुबरनेटिसले चाहिँ हामीलाई अब पछि गएर मिलियन्स अफ ट्राफिकको स्केलमा मजाले ह्यान्डल गर्नलाई इनेबल गराउँछ भनौँ। अब एट द सेम टाइम होइन, अब हामीले नेपालको मात्रै कुरा गर्दैछौँ भने त नेपालको केसमा अब मिलियन ट्राफिक भनेको त धेरै ठुलो ट्राफिक हो, त्यो त अहिले हामीलाई चाहिँदैन पनि होला होइन। सो मेन कुरा भनेको अहिले हाम्रो जुन सर्भरको स्ट्रक्चर छ त्यसलाई नै हामीले अलिकति अझ अप्टिमाइज गरेर अलि मल्टिपलवाला सर्भर थप्यौँ भने नेपालको ट्राफिक ह्यान्डल गर्नको लागि त्यस्तो गाह्रो चाहिँ छैन अलि पछि गएर पनि। अब त्यो भनेको अराउन्ड 1 वर्ष पछाडिको कुरा भयो होला, जहाँ चाहिँ हामीले अब डेली 50,000 1 लाख मेसेजेसहरूलाई चाहिँ ह्यान्डल गर्नुपर्ने हुन्छ होला होइन, त्योभन्दा बेसी सायद। किनभने अहिले पनि हाम्रो प्लेटफर्म लन्च गरेको लन्चभन्दा पनि अलिकति अपरेसनमा आएको भनेको 1 महिना 1.5 महिना जस्तो भइरहेछ। त्यो इन्टरभलमा पनि हाम्रो अहिले अराउन्ड 25 लाख 30 लाख जस्तो मेसेजेसहरू चाहिँ अलरेडी ह्यान्डल भइसकेको छ। भनेपछि त यो त बढ्दै जान्छ होइन, अझ धेरै सर्भरको कुराहरू त अझै धेरै थपिँदै जान्छ, कम्प्लेक्स कुरा नै छ क्या यो। अब अर्को कुरा भनेको चाहिँ कस्तो हुन्छ भने हामीले त नेपालमा मात्रै नभएर बाहिर पनि एक्सपान्ड गर्ने सोचिरहेछौँ, बाहिर पनि लिएर जाने भनेर भन्छौँ। अनि बाहिरतिरको अब लिड्सहरू पनि हामीले पाइ नै रहेछौँ होइन। अब उता अस्ट्रेलियादेखि भयो होइन, मिडल इस्टदेखि भयो, अनि त्यस पछाडि नर्थ अमेरिका यस्तो कन्ट्रिजहरूदेखि चाहिँ अब हामी पनि संवादलाई यतातिर सेल गर्छौँ नि त, यसको यतातिरमा हामी पार्टनर बनेर काम गर्छौँ भन्ने यस्तो खालको लिडहरू आइरहेछ। त्यो केसमा चाहिँ एउटा सिस्टम जुन चाहिँ अहिले नेपालको नजिकैको सर्भर भनेको अब मुम्बईमा होला होइन, मुम्बईको सर्भरमा छ भने त त्यो कन्ट्रीहरूमा चलाउनको लागि त अब स्लो हुन्छ, हाम्रो नेपालदेखि त काम गर्दैन। त्यो केसमा चाहिँ हामीले मल्टी रिजन एक्सपान्सन चाहिँ कसरी गर्छौँ हाम्रो टेकलाई चाहिँ, र संवादको केसमा एउटा चाहिँ जेनरिक तरिकाको भन्नु, जेनरिक प्रडक्टहरू चाहिँ कसरी काम गर्छ, र संवाद जस्तो प्रडक्ट जुन चाहिँ अब अलिक कम्प्लेक्स छ, अलिकति कम्प्लिकेटेड छ, जसमा चाहिँ अब हामीले प्लेटफर्म डिपेन्डेन्ट छ। कस्तो हुन्छ भने हजुरको यो जुन प्लेटफर्म मेटा या यो टिकटकहरू हुन्छ नि, उनीहरूले पनि हामीलाई हाम्रो रिजनको लागि चाहिँ एक्सेस दिएको छ क्या एपिआई चलाउनलाई। अब हामीले बाहिरको रिजनमा अब छुट्टै कम्पनी दर्ता गरेर या बाहिरको रिजनमा हामीले गर्न खोज्दैछौँ, जहाँको चाहिँ कम्युनिटी गाइडलाइन्सहरू चाहिँ डिफ्रेन्ट छ नेपालको रिजनभन्दा, नेपालमा अहिले भइरहेको रिजनभन्दा। त्यो केसमा चाहिँ हामीले उतातिरको भेरिफिकेसन बेग्लै गर्नुपर्ने हुन्छ। सो यो भनेको कम्प्लेक्स कुरा हो क्या। हामीले एउटा प्रडक्ट हेर्दाखेरि संवाद ब्रान्ड देखिन्छ, तर भित्र चाहिँ यति धेरै ठाउँमा धेरै कुराहरू गर्नुपर्छ। त्यो कुराहरू चाहिँ कसरी गर्ने हामीले, इनकेस अब पछाडि अब एक्सपान्सन गर्दै जाँदाखेरि चाहिँ हामीले त्यो कुरा कसरी ह्यान्डल गर्छौँ? अहिले चाहिँ अब हाम्रो अब यो चाहिँ कस्तो हुन्छ भने यसको अब धेरै तरिकाहरू छ। जस्तै कि अब एज नेटवर्क पनि हुन्छ, एजमा डेटाबेसहरू पनि छ अहिले होइन। अब एउटा जेनरिक सिम्पल प्लेटफर्म सबैजनालाई एउटै कुरा बेच्छु भन्यो भने त नो ब्रेनर एजवाला सर्भिसहरू सजिलो हुन्छ। भनेको एज भनेको चाहिँ लाइक
युजरले रिक्वेस्ट जहाँबाट गर्दैछ उसको नियरेस्ट सर्भरले सर्भ गर्छ भन्ने कन्सेप्टमा हो होइन। अब हाम्रो चाहिँ कस्तो हो भने हामी चाहिँ लाइक फ्रेन्चाइज भन्दा नि कस्तो रिसेलर फ्रेन्चाइज टाइपले हामीले चाहिँ संवादलाई चाहिँ हामी नै नलएर लाइक सर्टेन एउटा बडी छ जसले चाहिँ लाइक लेट चाहिँ मिडल इस्टमा उसले हेर्छ होइन, अब यता अमेरिका रिजनल पार्टनर जस्तो तरिकाले जान आँटेको क्या। सो अब हाम्रो केसमा चाहिँ अब त्यो एज लोकेसनवाला कन्सेप्ट अलिकति इन्कन्भिनियन्ट हुने भयो क्या। त्यही भएर हामीले चाहिँ लाइक मल्टी रिजन डिप्लोइमेन्टै गरिरहेछौँ। जस्तो कि मिडल इस्टको लागि एउटा छुट्टै डिप्लोइमेन्ट छ हाम्रो संवादको भने अब अस्ट्रेलिया रिजनको लागि एउटा छुट्टै डिप्लोइमेन्ट छ। सो अब त्यो हुँदा चाहिँ के हुन्छ भने त्यहाँको लोकल रिजनल सेलरले अब अस्ट्रेलियाको रिजनल सेलरले अस्ट्रेलियामा बेच्दैछ भने उसले अब आफ्नै त्यो आफ्नै स्पेसको संवादलाई प्रमोट गरिरहेको हुन्छ क्या। लेट्स चाहिँ अब अस्ट्रेलिया डट संवाद होला समथिङ लाइक द्याट, त्यसरी प्रमोट गरेर सेल गरिरहेछ। अब तर यसको अब जेनरिक अब कसैको बिजनेस चाहिँ लाइक सानो लेट्स चाहिँ फोटो मेकर, फोटो एडिटर, प्रम्प्ट जेनेरेटर, यस्तो अहिले त भाइब कोडको त सानो सानो एपहरूको पनि कन्सेप्ट छ। त्यस्तो कसैले गर्छ भने चाहिँ अब यो मल्टी रिजन डिप्लोइमेन्ट त्यो मेक सेन्स गर्दैन उनीहरूको लागि। एज डिप्लोइमेन्ट भन्छ यसको लागि चाहिँ छुट्टै, त्यो मेक सेन्स गर्छ। तर हाम्रो चाहिँ अब बिजनेसको निड, बिजनेसको केस यस्तो भएको भएर हामीलाई चाहिँ अब यो ठ्याक्कै भनौँ न मल्टी रिजन डिप्लोइमेन्टै गर्नु परेको। अनि हामीले चाहिँ प्रपर अहिले चाहिँ हाम्रो 3टा रिजनमा डिप्लोइमेन्ट छ, यी मिडल इस्ट र अस्ट्रेलिया अनि नेपालमा डिप्लोइमेन्ट छ। नेपालको चाहिँ हाम्रो अब नेपालमै अब एडब्लुएसको सर्भर नभएर हामी मुम्बई को सर्भरहरू चलाउँछौँ। अब त्यस्तो धेरै ल्याटेन्सी छैन, लाइक टेक्निकली ब्लेजिङ फास्ट नै चल्छ मुम्बईको सर्भर हुँदा पनि। त्यही भएर मुम्बईमै छौँ अहिले चाहिँ। सो बेसिकली एउटा जेनरिक खालको प्लेटफर्म छ जसमा चाहिँ हुन्छ नि हामीले छुट्टै तरिकाले अब गाइडलाइन्सहरू केही पनि छैन होइन, लिगल गाइडलाइन्सहरू केही पनि छैन। जस्ट एउटा फिचर जस्तो खालको प्रडक्ट हो जसलाई चाहिँ इजिली लान सकिन्छ। जस्तो केसमा चाहिँ हामीले त्यही नजिकैको सर्भर लिएर सर्भरलाई नै हामीले रिडाइरेक्ट गरेर मिलाउन सकियो होइन जेनरिकवाला प्रडक्टहरूमा चाहिँ। तर हाम्रो केसमा चाहिँ अब लिगल गाइडलाइन्सहरू पनि धेरै आउँछ होइन, कसैको कम्प्लायन्सको इस्युजहरू हुन्छ। अब जस्तै कि अब युरोपमा मैले लन्च गर्दैछु भने युरोपको पोलिसी GDPRहरूले के हुन्छ भने डेटा चाहिँ युरोप बाहिर जानु भएन। लाइक डेटा चाहिँ स्ट्रिक्टली युरोपकै सर्भरमा स्टोर हुनु पऱ्यो, त्यहीँ नै बस्नु पऱ्यो। युरोप बाहिर गयो भने लाइक त्यो प्लेटफर्मलाई अब त्यो त्यहाँ युरोपमा चलाउन अलिकति गाह्रै हुन्छ। यस्तो रेगुलेसन्सहरू पनि हुन्छ। त्यही भएर पनि हाम्रो जस्तो प्लेटफर्म चाहिँ अब हुन्छ नि मल्टी रिजन नै डिप्लोय गर्नुपर्ने केसेसहरू छ भनौँ न। सो मल्टी रिजन डिप्लोयमेन्ट भनेको चाहिँ खासमा कस्तो हुन्छ भने तपाईँको सर्भर त एउटा कुरा हुँदै भयो, सर्भरले भनेको त काम गर्ने त हो, उसलाई एउटा वर्क दिन्छ, उसले प्रोसेस गर्छ दिन्छ भनेको मैले एउटा केही बटन थिचेँ भने सर्भरमा जान्छ, त्यो काम हुन्छ, आउँछ, एउटा केही पेज खुल्ला। अब डिप्लोयमेन्टै भनेको चाहिँ कस्तो हो भने डेटाबेस र हाम्रो सर्भर दुइटैलाई नै त्यही रिजनमा राख्ने क्या। अब त्यो रिजनमा भएको जति पनि युजर बेस छ त्यो युजर बेस चाहिँ त्यही डेटाबेसमै बस्नु पर्यो। त्यो डेटाबेस र यता नेपालको डेटाबेस कनेक्टेड हुँदैन, छुट्टै तरिकाले स्टोर भएको हुन्छ सबै डेटाहरू। अनि अब नेपालको अहिले डेटाको केसमा हाम्रो रिजन नेपालको एउटा ल छ। अब बाहिरतिरको गर्दाखेरि त बाहिरतिरको कम्प्लायन्सेसहरू बेग्लै छ। सो हामीले सबै कुरा चाहिँ एउटै ठाउँमा गर्छु भन्ने खालको हुँदैन क्या। सो डिफ्रेन्ट रिजनको लागि डिफ्रेन्ट डिप्लोयमेन्ट गर्दै डिफ्रेन्ट गाइडलाइन त्यहाँको कम्प्लायन्सेसहरू के छ चेक गर्दै त्यसरी चाहिँ त्यहाँ लानुपर्ने हुन्छ एक्सपान्ड गर्दाखेरि। सो त्यो कुरा हेर्दाखेरि अब यसमा पनि अझ इन्जिनियरिङ नै छ क्या। सो जस्ट भाइब कोड गरेर ल यसलाई अब कपी पेस्ट गरेर डुप्लिकेट गर्नेवाला मात्रै कुरा होइन। सो यो भनेको चाहिँ अब मल्टिपल सर्भर के अरे एट द एन्ड प्लेटफर्म त एउटै हो नि त। सो मल्टिपल सर्भर कनेक्ट भइरहेको छ, मल्टिपल डेटाबेस कनेक्ट भइरहेको छ, यति धेरै युजरहरू डिफ्रेन्ट डेटाबेसमा गएर डेटा तानिरहेछन्। अब त्यो डेटाबेसको कुरा अब जस्तै इक्जाम्पल यो सर्भरहरू जुन मल्टिपल डिप्लोयमेन्ट भन्नुभयो नि त्यसलाई चाहिँ हामीले कसरी ह्यान्डल गर्छौँ। इक्जाम्पल एउटा युजर अलरेडी नेपालमा छ भने अब त्यो केसमा चाहिँ के हुन्छ, अब युकेमा गएर उसले फेरि रेजिस्टर गर्नु मिल्यो कि कसरी काम गर्छ? उसले उता पनि चलाउने भने त फेरि रजिस्टरै गर्नु पऱ्यो, किनभने लाइक नेपालको एउटा इन्स्टेन्सको रेप्लिका हो नि त सबैतिर डिप्लोय गरेको। त्यही नेपालमा जुन एउटा इन्फ्रास्ट्रक्चर छ त्यही इन्फ्रास्ट्रक्चरलाई डुप्लिकेट गरेको सबैतिर। अनि प्लस त्यो डुप्लिकेट गरेको ठाउँमा अब त्यहाँको रिजनल स्पेसिफिक फिचरहरू, त्यहाँको रिजनल स्पेसिफिक कम्प्लायन्सहरू मिट गरेको छ त्यहाँनिर। सो अब यहाँनिरको युजरले अब त्यहाँ चलाउँछु भन्न त मिल्दैन, किनभने डेटा नै पुरै सेपरेट छ। त्यहाँ पनि अब उसले चलाउँछ भने दुईवटा छुट्टै
दुईटा छुट्टै ठाउँमा उसले रजिस्टर गर्नुपर्ने हुन्छ। एउटा एप डट संवादमा गऱ्यो भने नेपालमा चल्ला, अस्ट्रेलिया डट संवादमा गर्छ भने अस्ट्रेलियामा चल्ला। अब त्यसरी लाइक युजरै सेपरेटै हुन्छ। सो यो चाहिँ कसरी काम गर्छ? एउटा जस्तो इक्जाम्पल संवाद.io भन्ने वेबसाइट छ, उसले साइन इन गर्यो, एउटा वेबसाइट त हुन्छ होला हाम्रो मेन त, उसले साइन इन गर्यो भने अब त्यो कसरी चाहिँ अब कुन कतातिरको रिजनमा कता पुग्छ त त्यो? अब अहिले त हामीले संवाद.io लाई नेपालकै रिजन हो भनेर राखेको छौँ, किनभने हाम्रो प्राइमरी फोकस त नेपालै छ चाहिँ पनि। बाहिरकोमा त हामी पनि अहिले टेस्टिङ एन्ड पाइलोटिङ एन्ड कसरी अगाडि बढ्ने, पार्टनरसिपमा के प्रब्लम हुन्छ सबै फिगर आउट गर्दै एक दुईजनालाई एक्सेस दिएर चलाइरहेछौँ। सो नेपाल चाहिँ अहिले चाहिँ संवाद.io मा गएर कसैले गर्छ भने नेपाल रिजनको लागि उसले साइन अप गर्छ। अब पछि गएर अब हामीले एक्सप्यान्ड गर्न थालिसकेपछि हामीले एक्सप्यान्ड गर्न थालिसकेपछि हामी अब हरेक रिजनको लागि छुट्टै अब संवाद.io जस्तै एउटा पोर्टल बनाउनु पर्ने हुन्छ, इन्ट्री पोइन्ट बनाउनु पर्ने हुन्छ भनौँ न। अर्को एउटा कुरा चाहिँ के हुन्छ भने हाम्रो धेरै कम्पनीहरूले मिस्टेक गरिरहेको कुराहरू क्या, जस्तै उनीहरूको कसको सर्भरको कस्ट नै हुन्छ नि लोड अनुसारले एकदमै हाई भइरहेको हुन्छ होइन, $1000s तिरेर हुन्छन्, कसैको डेटाबेस अब मा धेरै त्यो के भन्छ त्यसलाई क्वेरी डेटाबेसबाट डेटा तान्ने कुराहरू धेरै भइरहेको हुन्छ, त्यसले गर्दा डेटाबेसको कस्ट पनि हाई जान्छ, सर्भरको कस्ट पनि हाई गइरहेको हुन्छ। तर हाम्रो केसमा चाहिँ के छ भने हामीले ब्ल्याङ्कसर अब आजदेखि 4 वर्ष अगाडि बनाउँदादेखि नै हाम्रोमा जे चाहिन्छ नि ठ्याक्क त्यो मात्रै मिलाएर गरेका छौँ क्या होइन। सो हाम्रो सर्भरको कस्ट र हामीले हामीले MongoDB चलाउँछौँ, MongoDB डेटाबेसको कस्ट चाहिँ सधैँ पनि एकदमै अप्टिमाइज नै छ। अब हामीले बाहिरतिर गएर कोहीसँग हाम्रो कस्ट यति छ भन्यो भने कसरी हाम्रो त यस्तो छ त भनेर एकदमै हाई नम्बर भनिरहेको हुन्छन् क्या। सो हाम्रो ब्ल्याङ्कसमा हामीले त्यो कुरालाई कसरी ह्यान्डल गर्छौँ, हाम्रो डेटाबेसबाट अब डेटा फ्रिक्वेन्टली तान्न मिल्दैन नि त, धेरै फ्रिक्वेन्टली तान्नु भने एक त कस्ट हाई जान्छ, प्लस अब MongoDB-ले नै ब्यान हानिदिन पनि सक्छ। ब्यान त हान्दैन तर कस्ट एकदमै धेरै ब्लोट हुन्छ, ऱ्याम ब्लोड हुने, अब ऱ्याम ब्लोड भएर अब के अरे स्लो हुने होइन, हेल्थ बिग्रिने, अनि त्यस पछाडि एक त कस्ट एकदमै धेरै हाई जानेवाला केसहरू हुन्छ नि त। सो त्यो कुरा हामीले ब्ल्याङ्कसमा कसरी गरेको छौँ र संवादमा चाहिँ हाम्रो प्लान के छ त्यसमा? सो अब यसको चाहिँ अब धेरैवटा स्ट्राटेजी हुन्छ होइन। अब हामीले चाहिँ अहिलेसम्म सुरुदेखि नै फलो गरेको स्ट्राटेजी भनेको ट्राफिक प्याटर्न आइडेन्टिफाई गर्ने, अनि नेक्स्ट 3 मन्थलाई हामीलाई सर्भरको लाइक लिमिट कति राख्दाखेरि चाहिँ ट्राफिक पुग्छ, अनि प्लस त्यसमा एउटा अलिकति चाहिँ बफर चाहिँ हामी रिसोर्स चाहिँ राख्छौँ, किनभने कहिलेकाहीँ 81 लाइक कसैको फ्ल्यास सेल भइदिन्छ, कसैको के भइदिन्छ, 81 ट्राफिक स्पाइक हुन्छ, त्यो कन्डिसन पनि ह्यान्डल गर्नु पर्यो। नर्मल ट्राफिकलाई मात्रै सोचेर पनि भएन, सर्टेन बफर राखेर हामी चाहिँ एभ्री लाइक नेक्स्ट 3 मन्थको लागि चाहिँ प्लान गर्छौँ। तर त्यही सेटअप चाहिँ हामी एभ्री मन्थ इभ्यालुएट चाहिँ गर्छौँ क्या, लाइक अबको हाम्रो लाइक ट्राफिक प्याटर्न के भयो त, एभ्री मन्थ एभ्री विक हामी एउटा इभ्यालुएसन चाहिँ गरिरहेको हुन्छौँ। त्यसरी लाइक अनवान्टेड त्यो रिसोर्स स्पिन गरेको छैन अहिलेसम्म, एक त होइन, जतिले लोड जान्छ जतिले चाहिन्छ त्यतिमै अगाडि बढिरहेछौँ। अब अर्को भनेको चाहिँ अर्को मेजर स्ट्राटेजी भनेको चाहिँ कस्तो भनेको नि, अब मेन भनेको डेटाबेस हो क्या। अब डेटाबेसमा जति धेरै ह्यामर भयो, जति धेरै राइट रिड हुन थाल्यो, टु मच हुन थाल्यो होइन, अब त्यो चाहिँ अब प्रब्लम हुँदै त्यसले चाहिँ मेजर प्रब्लम क्रिएट गरेर जान्छ क्या। सो अब यो केसलाई चाहिँ हामी कसरी गर्छौँ भने हाम्रो चाहिँ डेटाबेस भन्दा अगाडि नै दुईवटा क्यासिङ लेयर छ। एउटा भनेको सर्ट फर्म क्यास स्टोर गर्छ जसले चाहिँ लाइक सानो लाइक ऱ्याममै अट्ने डेटाहरू सर्ट फर्म क्यासमा राख्छन् भने कुनै चाहिँ एकदम लङ फर्म क्यास हुन्छ कि। लङ फर्म क्यास भनेको चाहिँ कस्तो भनेको मलाई अब 400-500 KB को डेटा क्यास गर्नु छ, त्यो त मैले अब थाउजन्ड्स अफ स्टोरको लागि त ऱ्याममा त 400-500 KB को डेटा स्टोर गर्न मिल्दैन। त्यो एउटा लङ फर्म क्यास पनि मेन्टेन गर्छौँ हामी। अनि दुईवटा क्यासले केही कुरा सर्भ गर्न सकेन भने अनि मात्रै डेटाबेसमा फल ब्याक हुन्छ। प्लस अब मोस्ट अफ द कम्पनीले गर्ने मिस्टेक्स मलाई के लाग्छ भने जुन हाम्रो सुपर एडमिन प्यानल जस्तो हुन्छ नि, ब्याक एन्ड चलाउने प्यानल, जहाँ चाहिँ हामीलाई लाइक टु मच मेट्रिक्सहरू हेरिरहेको हुन्छौँ नि त हामीले त, लाइक के भयो ट्राफिक प्याटर्न, के भयो आज कतिवटा ट्रायल आयो, कतिजनाले पैसा तिरेन, के भयो। अब यो सबै चाहिँ रियल टाइम डेटाबेसबाट क्वेरी गरेर उनीहरूले त्यो जेनेरेट गरिरहेको हुन्छन् क्या मोस्टली। अनि यो चाहिँ लाइक अब सानो स्केलमा हुँदासम्म त ठिकै हो, केही प्रब्लम क्रिएट गर्दैन त्यसले। तर जब अब कम्पनीको स्केल बढ्छ, लाइक
अब त्यो क्वेरी त्यो एग्रिगेसन त्यो टु मच रिजल्ट जहाँ आउँछ त्यसलाई चाहिँ एकदमै अप्टिमाइज गर्नुपर्ने हुन्छ क्या। सो हामीले चाहिँ अहिले चाहिँ यो जति पनि लाइक यो फोरकास्टिङ सिडिङहरू हुन्छ यो चाहिँ हाम्रो डेटाबेसको त्यो ब्याकअप डम्पबाट त्यहाँबाट मात्रै गर्ने गरेको छौँ। डाइरेक्टली डेटाबेसमा हामी खोज्दैनौँ किनभने हामीलाई त्यो रियल टाइम चाहिने कुरा पनि होइन। हामीलाई लेट्स चाहिँ लास्ट 6 आवर अगाडिको डेटा आएर पनि हामीले अब के भएछ त 6 घन्टा अगाडिकै भयो भने हाम्रो ओभरअल हिसाब गर्न त त्यहीँबाट पुग्यो भने सकिहाल्यो होइन। रियल टाइम हेर्ने 1-2वटा मेट्रिक्स मात्रै हुन्छ, ओभरअल सबै सिस्टमै रियल टाइम हामीले चाहिएको हुँदैन। त्यसरी लाइक सानसानो अप्टिमाइजेसनहरू गर्दै कस्ट कटिङ गर्दै अब नेपालमा कसैले स्टार्टअप गर्छ भने त अब सुरुदेखि नै टु मच पैसा खर्च गर्नु त अभियसली सक्दैन होइन। अब हामी जस्तै अब बुटस्ट्र्याप कम्पनी भनौँ न जसले फन्डिङ पनि लिएको छैन, रेभिन्यूले नै सस्टेन गरिरहेछ, त्यस्तोको लागि त अब कस्ट कटिङ भनेको त मेजर कुरा हुन्छ होइन। अब यो सबै कुरालाई चाहिँ अलिकति अब विचार गरेरै अब सुरुदेखि नै प्लान गऱ्यो भने एकदम। सो हाम्रो केसमा होइन अहिलेसम्म हामीले जति नेसेसरी हुन्छ नि त्यति मात्रै गरेको क्या। त्यो बाहेकको अननेसेसरी अब कस्तो हुन्छ भने हाम्रो इक्जाम्पल एनालिटिक्समा सबै डिटेल्सहरू देखिरहेको हुन्छ होइन। एनालिटिक्समा सबै डिटेल्स देखिरहेको हुन्छ। अब फेरि त्यही डिटेल्सहरू जस्तै इक्जाम्पल इकमर्सको केसमा अर्डर प्रोसेसिङको कुराहरू, यतिवटा अर्डर चाहिँ प्रोसेसिङमा छ, यतिवटा डिस्प्याच भइसक्यो भन्ने कुरा त हाम्रो अर्डरवालै पेजको माथि राख्दाखेरि त बेटर हुन्थ्यो होला नि होइन। युजरहरूले त सजिलै हेर्न सक्थ्यो यतिवटा प्रोसेसिङमा रहेछ यतिवटा यो रहेछ भनेर। तर त्यो म्याट्रिक्सले त एक्स्ट्रा क्वेरी खायो जुन चाहिँ अब नर्मली हेरिरहनु पर्दैन, तर पनि एभ्री टाइम अर्डर पेजमा जाँदाखेरि त त्यो लोड हुन्छ। सो यो खालको अननेसेसरी क्वेरीहरू भनेको डेटाबेसदेखि अब तानिरहनेवाला कुराहरूलाई चाहिँ सकेसम्म हामीले घटाएको हुन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ हाम्रो सिस्टममा अब एकैचोटि रिसोर्सेसहरू एकदमै धेरै खाने पनि हुँदैन होइन। सो जति चाहिन्छ त्यति मात्रै मिलायो। त्यसमा पनि अब हाम्रो केसिङको मेकानिजमहरू चाहिँ मजाले इम्प्लिमेन्ट गर्यो क्या। हाम्रो ब्ल्याङ्क्समा अब एभ्रिथिङ अलमोस्ट एभ्रिथिङ नै क्यास गरेको हुन्छ। जस्तै अहिले एउटा कुरा केही आएको छ तर त्यसमा केही पनि चेन्जेसहरू छैन भने अब नेक्स्ट टाइम पनि त्यही नै लोड हुन्छ, नयाँ कुरा केही पनि डेटाबेसदेखि चाहिँ तान्दैन। त्यसले गर्दाखेरि हाम्रो के भयो डेटाबेसमा लोड परेन होइन। अनि त्यस पछाडि अब कति टाइममा त हाम्रो सर्भरमा पनि लोड घट्यो किनभने अब सर्भरदेखि प्रोसेस गर्नुको सट्टा त्यो क्यास भयो कि डेटा नै लोड हुन्छ डिरेक्टली। सो त्यो खालको मेकानिजमहरू पनि हामीले इम्प्लिमेन्ट गर्नुपर्ने हुन्छ। अब अलिकति लार्ज भोल्युममा अलिकति ठुलो खालको युजर बेसलाई ह्यान्डल गर्ने खालको सिस्टम बनाउँदाखेरि अब सेम कुरा अहिलेसम्म हामीले संवादमा चाहिँ के गरिरहेछौँ त हामीले संवादमा चाहिँ त्यो डेटाबेसको कुराहरूलाई चाहिँ हामीले कसरी ह्यान्डल गरेका छौँ? अहिले त हाम्रो संवादमा त्यो मंगोडीबी, रेडिस अनि अब सर्ट लङ फर्म क्यास पनि छ। लङ फर्म क्यास भनेको चाहिँ हामी लाइक कसरी भने लेट्स चाहिँ एउटा कुनै टेबलबाट 10,000वटा रेकर्ड तानेर त्यसमा केही एउटा लजिक फिल्टर गरेर सर्टेन एग्रिगेटेड रिजल्ट कसैलाई दिइरहेछौँ। अब त्यो रिजल्ट 30-40 केबीको छ, त्यो ऱ्याममा मलाई राख्नु छैन। अब त्यो केसमा चाहिँ लाइक अब मंगोडीबी अब इमिडिएटली भनेको चाहिँ अब मंगोडीबीमै एउटा हुन्छ नि की भ्यालु जस्तो टेबल बनाएर त्यहाँ स्टोर गर्न सकिन्छ क्या। त्यसलाई पनि क्यास जसरी क्या। प्राइमरी डेटाबेसमै एउटा क्यास पनि राख्न सकिन्छ जसले चाहिँ अब नेक्स्ट टाइम कसैले खोज्दैछ भने के हुन्छ फेरि त्यो 10,000वटा रेकर्ड तानेर कम्प्युट गरिराख्दैन, त्यही अर्को टेबलमा राखेको की भ्यालु टेबलबाट सर्ट अफ फेच गर्छ क्या। सर्ट एन्ड समरीवाला कुरा समरी जसरी भनौँ न त्यसरी एउटा हामीले त्यसरी एउटा लङ फर्म चाहिँ त्यसरी राखिरहेछौँ। अब ब्ल्याङ्क्सरको केसमा फेरि लङ फर्म चाहिँ त्यसरी प्राइमरी डेटाबेसमा राखेको छैन। त्यहाँ चाहिँ हामी डाइनामोडिबी चलाउँछौँ। ब्ल्याङ्क्सरको केसमा चाहिँ डाइनामोडिबीमा राखेको छ सबै। डाइनामोडिबी भनेको चाहिँ AWSको एकदमै अप्टिमाइज डेटाबेस हो। एकदम सब मिलिसेकेन्ड रिक्वेस्ट सब मिलिसेकेन्डमै रेस्पोन्स हुन्छ, एकदमै फास्ट छ त्यो। अनि त्यहाँ चाहिँ हामीले प्राइमरीलाई नै एकदम छुट्टै आइसोलेटै गरेको छौँ ब्ल्याङ्क्सरको केसमा। तर अहिले संवादको केसमा त हाम्रो ट्राफिक अलिक कमै छ। अनि त्यही भएर अर्को एउटा डेटाबेस डिपेन्डेन्सी जुन डाइनामोडिबी त्यो गर्न नखोजेको। प्लस संवाद चाहिँ हाम्रो अब प्लान छ नि त लाइक कसैले AWS बाहिर सेल्फ होस्ट गर्छु, मेरो आफ्नै सर्भर छ, मेरो प्राइभेट मेरो घरमै होम सर्भर सेटअप छ, मलाई सेल्फ डिप्लोयमेन्ट दे सर्भर संवादको भन्यो भने पनि हामी त्यो लेभलमा पनि डिप्लोय गरिदिन्छौँ। अब त्यसलाई पनि सोचेर अब AWS चाहिँ डिपेन्डेन्ट हुन नखोजेको। त्यहाँ चाहिँ भनौँ न मंगोडीबी त हामी सेल्फ होस्ट जहाँ पनि गर्न सक्छौँ।
अनि त्यही भएर अब त्यहीँनिर प्राइमरी डिबीमै एउटा सर्ट फर्म क्यास पनि राखेछ प्लस एकदम अब सानो सानो डेटा जुन ऱ्याममै अट्छ त्यसलाई त हामी रेडिसमै राख्ने गरेछौँ। सो यो अहिलेसम्म अब तपाईँहरूले जे पनि कुराहरू सुन्नुभयो होइन, त्यो चाहिँ अब एउटा ब्याकएन्डलाई कसरी स्ट्रक्चर गरेको हुन्छ कम्पनीमा। प्रडक्ट हेर्दाखेरि बाहिरदेखि अब something.com मात्रै भयो भने भित्रतिरको इन्फ्रास्ट्रक्चर कस्तो हुन्छ, डेटाबेस कस्तो हुन्छ, के प्रब्लमहरू आउँछ, त्यो प्रब्लमलाई हामीले सल्भ गर्नको लागि के कस्तो कुराहरू गरेको छौँ भन्ने कुराहरूको डिस्कसन भयो। अब एट द सेम टाइम अहिले अब ग्रोइङ एआईको केसमा हाम्रो एआई पनि अबको टाइममा त हरेक प्लेटफर्म हरेक प्रडक्टमा कतै न कतैदेखि एआई हुन्छ नै हुन्छ। हाम्रो केसमा हाम्रोमा त अब संवादको मेन सेलिङ फ्याक्टर नै संवाद एआई छ, जसले चाहिँ एकैचोटिमा एकदमै धेरै मेसेजेसहरूलाई उसले रेस्पोन्ड गर्न सक्नुपर्ने हुन्छ क्या। अब इक्जाम्पल कुनै बिजनेसको एकैचोटिमा 500,000वटा अर्डर आयो, टिकटकमा कुनै भिडियो भाइरल भयो भने त आउन सक्छ। त्यो केसमा अब एकैचोटि 500,000जनालाई विदिन स्प्लिट सेकेन्डमा नै मेसेज गरेर उसले अर्डर लिन सक्यो भने त कस्तो खतरा कुरा हो नि त त्यो त होइन, एआईले गरिदिन सक्छ त्यो कुराहरू भने त। तर एट द सेम टाइम अहिलेको कन्सर्नको कुरा चाहिँ के छ भने नेपालको केसमा एआई त अब महँगो छ होइन। बाहिरतिरको हामीले पनि अब एआई त बाहिरतिरकै चलाउने हो, हामीले आफै एआई त बनाउँदैनौँ। हामीले अर्केस्ट्रेट गर्ने, हामीले त एआईलाई मिलाएर एजेन्टहरू सबै मिलाएर हाम्रो एउटा वेमा चलाएको हुन्छौँ। अब त्यो केसमा चाहिँ फर्स्ट कुरा भनेको अब स्केल, हाम्रो एआईले कतिको स्केल ह्यान्डल गर्न सक्छ, कतिवटा मेसेजेसहरूलाई ह्यान्डल गर्न सक्छ। इन केस हाम्रो एआई फेल भयो भने कस्तो खालको केसमा फेल हुनसक्छ, र हामीले फ्युचरमा चाहिँ एआईको कस्ट घटाउनलाई र हाम्रो स्केललाई चाहिँ अझ स्टेबल बनाउनको लागि हाम्रो इन्फ्रास्ट्रक्चर अनुसारले हाम्रो सिस्टमको जति पनि हाम्रो युजर बेस बढ्दै जान्छ त्यो अनुसारले हामीले एआईलाई चाहिँ कसरी अब बनाउँदै जान्छौँ। सो अहिले एआईको केसमा चाहिँ होइन, अहिले त अब नेपालमा कसैले एआई प्रडक्ट बनाउँछ भने मेन च्यालेन्ज भनेकै कस्ट अप्टिमाइजेसन 100% होइन स्टिल। अब हामीले अहिले संवादमै हेर्नुपर्दा अब धेरैवटा एआईको मोडलहरू चलाएको छौँ। सबै यो एआईहरूको चाहिँ लाइक एउटा अर्केस्ट्रेसनको एउटा हुन्छ नि, इनपुट कस्तो दिँदा कसरी उसले एनालाइज गरेर आउटपुट दिन्छ, कुन मोडलले लाइक म्यासिभ टुल कलिङहरू ह्यान्डल गर्छ, कुन मोडल चाहिँ टुल कलिङमा हेलुसिनेट हुन्छ। यो चाहिँ एउटा एकदम यो हार्नेसवाला कसरी फिक्स गर्ने एआईको हार्नेस भनेको चाहिँ लाइक त्यो एआई स्पेसिफिक एउटा इन्स्ट्रक्सन सेट दिएर हरेक मोडलले चाहिँ कुन इन्स्ट्रक्सन सेटमा बेटर पर्फर्म गर्छ भन्ने एउटा त्यो एउटा आइडेन्टिफाई गर्नु एकदम च्यालेन्ज छ होइन। अनि यसमा हामीले अब एकदमै लाइक एभ्री डे यसमा हामी वर्क गरिरहेछौँ। लाइक अहिले हामी चाहिँ ओपन एआईमै मोर एलाइन्ड छौँ भने अब ओपन एआई अलिकति एक्सपेन्सिभ मोडल छ। अब गोइङ फरवर्ड डिपसिक एक्सपेरिमेन्ट गरिरहेछौँ अहिले। डिपसिकको आफ्नै अब डिपसिकको लेयरमा बसेर सबै कुरा मिलाउनको लागि हामीलाई हल्का त्यो अब डिपसिक स्पेसिफिक अप्टिमाइजेसनमा अब थोरै टाइम लाग्छ होला, तर डिपसिक पनि एकदम क्यापेबल मोडल छ। अब कस्ट कटिङ हेर्नु पर्दाखेरि त अब हामीले त्यही प्रम्प्ट अप्टिमाइजेसन, क्यासिङ हुन्छ नि, अब ऱ्यागहरू चलाएर टु मच कन्टेक्स्ट नगर्ने, जे कुरा चाहिन्छ कन्टेक्स्टमा त्यो कन्टेक्स्ट हाल्ने, त्यसरी नै अब अप्टिमाइज गर्दै जाने हो। अहिले हामीले चाहिँ लाइक अब 3-4वटा मोडलमा लाइक म्यासेज कसरी ह्यान्डल गरिरहेछ भनेर अहिले कम्पेयर गरेर अप्टिमाइज गर्न ट्राई गरिरहेछौँ। अब लेट्स चाहिँ अब भोलि गएर मेजर अब कस्ट कटिङको मेजर भोलि गएर फ्याक्टर त अब कसैले जिपियु सेटअप गरेर जिपियु क्लस्टर सेटअप गरेर इफ नेपालकै कुनै डेटा सेन्टरमा होस्ट गर्यो, हामीले पनि लोकल डेटा सेन्टरको एआई चलाउन पायौँ भने नेपालको लागि भने हो, त्यो दिनमा चाहिँ अब एकदमै कस्ट अप्टिमाइज गर्न सकिन्छ। नभए अब त्यो दिन नआउन्जेलसम्म त हामी पनि अब एक्सटर्नल एआई प्रोभाइडरसँगै डिपेन्डेन्ट हुनु पऱ्यो। अब त्यो डिपेन्ड हुन्जेल चाहिँ अब कस्ट अब डाइरेक्टली यतिमा दिने भन्ने त्यो के भन्छ त्यो निर्णय लिने पावर चाहिँ अझै पनि हामीसँग नै छैन क्या, किनभने हामीलाई नै कस्ट इन्कर भएपछि अब हामीले त लिनै पर्ने हुन्छ। त्यही नै हो। हामीले युज गर्ने एआई चाहिँ कस्तो हुन्छ भने त्यो एउटा मात्रै मोडल हुँदैन क्या। सो एउटा संवाद एआई भयो, संवाद एआईले एउटा च्याट जिपिटी ल्याएर च्याट जिपिटीको जिपिटी मोडल ल्याएर हालिदियो, अब उसले सबै कुरा रेस्पोन्स गर्न थाल्छ भन्ने हुँदैन। सो कस्तो हुन्छ भने एआईलाई पनि हामीले कसरी स्ट्रक्चर गर्नुपर्छ भने इक्जाम्पल कुनै एउटा सानो खालको काम छ होइन, सानो खालको काम छ जुन चाहिँ सानो मोडलले गर्न सक्छ, चिपर मोडलले गर्न सक्छ भने हामीले त्यो खालको मोडल चलाउँछौँ।
अब कुनै काम चाहिँ अलिकति हायर मोडल, अलिकति यस्तो खालको मोडल जसले चाहिँ राम्रो खालको रेस्पोन्स दिन्छ होइन, रेस्पोन्स दिँदाखेरि एकदमै मजाले मिलाएर दिन्छ भने अब रिप्लाई गर्ने केसमा अब त्यो राम्रो खालको मोडल हाल्नु पऱ्यो जसले चाहिँ रेस्पोन्स राम्रो दिन्छ भने अब अर्को हेभीवाला कामहरू जसमा चाहिँ एकदमै फ्रिक्वेन्टली यता पनि सिस्टम चेक गर्ने उता पनि सिस्टम चेक गर्ने होइन। अनि त्यसले अब इक्जाम्पलको लागि हाम्रो संवादमा इकमर्स एजेन्ट छ, इकमर्स एजेन्टमा चाहिँ हामीले अलिकति हायर मोडल नै चलाउनु पऱ्यो क्या, किनभने लोवर मोडलले चाहिँ त्यो क्यापेबिलिटी भएन कि हाम्रो त्यत्रो मल्टिपल टुल्सहरू, किनभने इकमर्स प्लेटफर्ममा त अब अर्डर चेक गर्नु पऱ्यो होइन, अर्डर चेक गर्नु पऱ्यो, प्रडक्टको इन्भेन्ट्री चेक गर्नु पऱ्यो, प्रडक्ट छ कि छैन, कुन प्रडक्ट छ, कस्तो छ, युजरले भनेअनुसारले प्रडक्ट खोज्नु पऱ्यो, त्यस पछाडि प्रडक्ट अब रिकमेन्ड गर्नु पऱ्यो, रिकमेन्ड गरेर प्रडक्ट ल यो प्रडक्ट हो है भनेर युजरलाई पठाउनु पऱ्यो, डेलिभरी एड्रेस चेक गर्नु पऱ्यो, कहाँ छ यसको डेलिभरी एड्रेस, किनभने नेपालमा कस्टमरले त फुल एड्रेस दिँदैन नि त, एउटा सानो यो ठाउँ पठाइदिनु भनेर एक्जाम्पल कालो पुल भन्यो, अब कालो पुल कहाँ छ त भन्ने कुरा त हाम्रो न ब्ल्याङ्क सरलाई थाहा छ न हाम्रो एआईलाई थाहा हुन्छ, किनभने च्याट जिपिटीवाला एआईलाई पो उनीहरूले अब म्यापको केही दिएको होला नि, उनीहरूले च्याट जिपिटीले थाहा पाउँछ यो ठाउँमा हो भनेर, तर हामीले जुन मोडल युज गर्छौँ त्यो मोडलमा चाहिँ उसलाई थाहा हुँदैन क्या, कालो पुल दियो भने त कालो पुल के हो, उसलाई त कालो पुल हो, ब्ल्याक अनि पुल होइन। सो कालो पुल भनेको चाहिँ यो ठाउँ हो है भनेर हामीले अर्को एउटा अब टुल दिएको हुन्छ हाम्रो एआईलाई, जसले चाहिँ फेरि जान्छ अनि सर्च गर्छ, यो चाहिँ यो लोकेसनमा पर्दो रहेछ भन्छ, त्यो लोकेसन अनुसारले यहाँ पर्दो रहेछ भनेर चेक गर्छ, र हाम्रो ब्ल्याङ्कसेमा चाहिँ अब कुन नजिकको ठाउँ हो त त्यो, इक्जाम्पल कालो पुल काठमाडौँमा छ भने काठमाडौँ चाहिँ हो रहेछ है डेलिभरी यसको भनेर काठमाडौँ अटो सेट गर्ने, अनि काठमाडौँको डेलिभरी चार्ज कति हो अब हेर्ने, डेलिभरी चार्ज यति रहेछ भनेर दिने। सो एकदमै धेरै यसमा चाहिँ सिस्टम डिपेन्डेन्ट भएर एआईले काम गर्नुपर्छ क्या। सो यतातिरदेखि एउटा डेटा तान्ने, अर्कोतिरदेखि एउटा डेटा तान्ने, त्यो अनुसारले अब कस्टमरसँग कुरा गरेर उसलाई बेच्नु पऱ्यो इकमर्सको केसमा। तर हामी एउटा कुरामा चाहिँ के प्राउड छौँ भने यो सबै कुरा गर्न चाहिँ हाम्रो एआई चाहिँ क्यापेबल छ, अलिकति हायर मोडल छ, अलिकति हाई कस्ट चाहिँ हामी लागेको छ, हामी खासमा एआई यो मोडलमा चाहिँ हामी लसमा छौँ, हामीले जस्ट त्यो एफिसियन्सीको लागि चाहिँ हामीले लाइभ गरेर छ, अहिले पनि चलाउन सक्नुहुन्छ, यस्तो दामी काम गर्छ, रिकमेन्डेसनदेखि लिएर सबै कुरा अर्डर क्रिएट गर्नेसम्म नै सबै काम गरिदिन्छ हाम्रो एआईले। सो त्यो केसमा चाहिँ अब मैले भनिहालेँ धेरै कुराहरूलाई चाहिँ मिलाएको हुन्छ क्या, मिलाएर एउटा फाइनल प्रडक्ट निस्केको हुन्छ। अब अहिले पनि हामीलाई कस्तो खालको कुरामा समस्या छ भने हाम्रो एआई त अब ओपन एआईमा डिपेन्डेन्ट छ नि त। सो ओपन एआईमा डिपेन्डेन्ट हुँदै गर्दाखेरि कहिलेकाहीँ ओपन एआईको सर्भर डाउन हुन्छ, क्लाउडको सर्भर डाउन हुन्छ, अर्को उसको सर्भर डाउन हुन्छ एआईको। सो त्यो केसमा त हामीले केही पनि गर्न सक्दैनौँ, तर पनि त्यो सर्भर डाउन भएको केसलाई चाहिँ हामीले कसरी मिलाउने त भनेर त्यो पनि हामी सोच्नुपर्ने हुन्छ क्या। इक्जाम्पल के हुन्छ भने अहिलेको केसमा हाम्रो एआईले रिप्लाई गर्दा गर्दै इक्जाम्पल सर्भर डाउन भयो या एपिआईमा अब केही इस्यु आयो, त्यस्तो केसमा चाहिँ उसले अब छोडिदिन्छ र ह्युमनलाई ह्यान्ड अफ गरिदिन्छ। सो यो सबै कुराहरू सोचेर एउटा फाइनल प्रडक्ट निस्केको हुन्छ र त्यो प्रडक्ट हाम्रो केसमा अहिले नयाँ प्रडक्ट हाम्रो संवाद हो। र अहिलेको लागि यो भिडियोको लागि चाहिँ हाम्रो टेक्निकल इन्फ्रास्ट्रक्चर र ब्याकएन्ड चाहिँ हामीले कसरी सेटअप गरेको छौँ, हाम्रो प्लान के छ र हामीले अहिले कसरी बनाएका छौँ भन्ने कुराहरू सबै कुरा हामीले भन्यौँ। यस्तै खालको भिडियोहरू सायद फ्युचरमा पनि आउँछ होला। सो यो भिडियो मन पऱ्यो भने चाहिँ लाइक गर्नु, अनि कमेन्टमा यदि केही क्वेसन छ भने चाहिँ कमेन्ट गर्नु होला, हामी त्यो बारेमा चाहिँ सर्ट फर्मवाला भिडियोहरू पनि बनाउँछौँ। सो थ्याङ्क यू फर वाचिङ, सी यू इन नेक्स्ट भिडियो, बाई।